थालेको अब यहाँ गएर त यहाँबाट पनि यस्तो धेरै टाढा छ धेरै लामो छ ल भन्दैन त लुम्बिनी भन्ने ठाउँमा भ्रमण गर्न आएको ल अङ्कल तपाईँ पनि आउनु न त्यहाँनिर ल भनिदिनु न त लुम्बिनीको बारेमा नमस्कार गाइस आज हामी यो लुम्बिनी भन्ने ठाउँमा भ्रमण गर्न आएको ल अङ्कल तपाईँ पनि आउनु न त्यहाँनिर ल भनिदिनु न त लुम्बिनीको बारेमा दुई चार शब्द ल भनिदिनु ल म भन्छु यता लानु ल हामी यो आज टुर आएको हो सुरुको दिन चाहिँ हाम्रो यहाँ पहिला सुरु हामी सिजी घुम्यो अनि त्यहाँपछि हामी यहाँ लुम्बिनी घुम्न आएको छौँ अनि त्यसपछि अब भोलि यहाँनिर हाम्रो 12 कक्षाको निर्मलले अब केही दुई चार शब्द बोलिदिन्छन् मेरो मिजु पनि हो ल मिजु केही भनिदिनु त ल लुम्बिनीको बारेमा लुम्बिनी चाहिँ खतरा हैन अब लाइट हेर्नु न उ झिमिक गर्छ यार तिहारा जस्तो हेर्नु न यार तपाईँ यार लाइट टक्कै यहाँनिर अहिले अँध्यारो भएको कारण लाइन चाहिँ देखेको छैन केही छैन तर पनि लुम्बिनी खतरा हैन सबैजना आइदिनु होला अब अन्तर्राष्ट्रियको आँखा परेको ठाउँ हो हैन ठिकै छ अब आइदिनु होला सहयोग गरिदिनु होला सबैजना माया गरिदिनु होला माया गरिदिनु होला ल मेरो मिजुलाई पनि टक्क लाएर होइन अब युट्युबमा टक्क लाइक सेयर फलो सब्सक्राइब के भन्छ त्यो सबै गरिदिनु होला ल यति भन्दै म बिदा भएँ ल सिधै हाल्दिन्छु अनि हामी चाहिँ अहिले यहीँ बस्ने लुम्बिनीमै अब भोलि यतैदेखि खानासाना खाएर अब पोखरातर्फ लाग्छौँ अलिक पछाडि क्यामराम्यान आँखामा आएर अनि त्यसपछि हामी 2 दिन पोखरामा बस्छ अनि अर्को दिन खोइ बन्दीपुर जान्छ क्या अनि त्यसपछि हामी घर जान्छ हेर्नु होला ल त्यसै गरी अब हामी टक्क अब रुममा गएर अब हामी खानसाना खान्छौँ अनि यसो फ्रेस भएर अनि अब हामी सुत्नुपर्छ अनि भोलि बिहान अनि फेरि 6 बजी उठेर यसो यहाँनिर यहाँको यसो माहौल हेर्न आउनुपर्छ ल यसै गरी मेरो साथी पनि 2-4 शब्द बोलिदिन्छु रे अनि आज हामी यहाँ राति गैला गर्ने हो अनि सबैजना कमेन्टमा ह्याप्पी बर्थडे लेख्नु होला ल आजदेखिबाट मेरो साथीले ह्याप्पी बर्थडे ल नमस्ते धन्यवाद र होइन अब यस्तै गरी हाम्रो सबैजना साथीहरू अगाडि गएपछि कोही पछाडि आइरहेछ नि हामी चाहिँ सबैजना बिचमा छौँ यसै गरी यहाँनिर धेरै टाढा छ अझै लम्समा आधी 1 घन्टा हिँड्नुपर्छ होला अनि यता पनि जङ्गल यहाँ बिचमा चाहिँ पिच अनि टक्क यहाँ पिचमै हामी हिँड्छौँ यतातिर साइकल हेर्नु न बबाल छ ल ठिक छ यस्तो छ यता साइडमा यस्तो छ होइन यस्तो छ दामी छ उतातिर नै हाम्रो स्कुलको छ केटीहरू अनि अब यहाँबाट अगाडि नै जानुपर्छ मान्छेहरू सबैजना अब धेरै जस्तो फर्किरहेको छ हामी जान थाल्दैछ अब हामी यहाँबाट अगाडि गइरहेको छैन अनि अब कहाँनिर हो त्यो यस्तो घर जस्तो भएको त्यो हामीलाई थाहा छैन यहाँनिर यस्तो छ हाम्रो केटा यहाँनिर हिँड्दा छ यहाँ टिकट काउन्टर पनि रहेछ के को टिकट काउन्टर पनि मलाई त्यति थाहा भएन है हेर्नुपर्छ यहाँनिर मान्छेको अहिले यस्तो अवस्था हेर्दैन यहाँ त मान्छेहरू धेरै छन् हाम्रो सरहरू अगाडि जानु भइसक्यो सबैजना पछाडितिर पनि हामीले देख्न सक्छौँ ल भक्तै के भन्दैन 2 शब्द लुम्बिनीको बारे फर्स्ट टाइम हो ल हाम्रो अरू मान्छेहरू चाहिँ अगाडि गइसक्यो होइन अब हामी चाहिँ पछाडि हेरेर चाहिँ अब हामी पनि पुग्छौँ अनि त्यसपछि उहाँ पुगेर हजुरहरूलाई उहाँ कस्तो छ माहौल भने यस्तो देखाइदिन्छु नि त म अनि यस्तै गरी यतातिर यहाँ पक्कै पनि हाम्रै ग्याङ हुनुपर्छ होइन हाम्रो ग्याङ चाहिँ कहाँ हो भन्ने धेरै छ नि त 60 जान्छ नि त अनि त्यही भयो मान्छे नै छुटिसक्यो अब यहाँबाट हाम्रो टक्क भित्र पक्क अब यहाँबाट जान्छौँ हामी यहाँ बसिरहेको रहेछ हाम्रो केटाहरू ल अब म त्यहीँ उतै गएर भेट्छु